यहाँ हेर न, यहाँ सोलिङ गरेको छ होइन, गाडीले भाँसेको छ क्या यहीँ। हेर न यहीँ ल हेर नालाको यस्तो छ हालत, यस्तो बनाएर हुन्छ त नाला। ल हेर हेर है, लगभग यो रोडबाट है 3 इन्ची गरेर गराएको छ ढलान। अब यहाँ माथि, यहाँ अगाडि माथि ढलान हुँदै रहेछ होइन, कति इन्चीको जति रहेछ हेरौँ होइन कस्तो हुँदो रहेछ, त्यसपछि थाहा हुन्छ। हेर नि यस्तो छ क्या, तपाईँले देख्नुहुन्छ होइन यो ढलान कति चाहिँ छ र यहाँ हेर्नु त। यसको लेभलमा ढलान गरेको छ जस्तो लाग्छ मलाई चाहिँ। हेर्नु ल है त, हेर यो बराबरी छ है, अघि तल त माथि लेभलमा थियो होइन, यो त बराबरी छ। यो जम्मा लगभग यो 3 इन्ची भन्दा छैन। यो खाल यस्तो गरेर भत्किएको छ। अनि हेरौँ यहाँ ल हेर, ठुलो ढुङ्गाको राख्नुको परिणाम देख्यो नि, यस्तो हुन्छ क्या लगभग। ल हेरौँ अब यो ढलान चाहिँ कति इन्चीको, कति इन्चीमा अब मलाई थाहा भएन होइन। 3 इन्ची लगभग। हेरौँ साथी हो, यहाँ यस्तो गरेर छोडेको रहेछ होइन। माल चाहिँ जियोस्, माल चाहिँ कडाक रहेछ है। आया माल चाहिँ कडा रहेछ है, तर यो हिजो अस्ति दिन भर्खर हानेको रहेछ माल, खतरै बनाएर रहेछ। हेर यो साइडमा चाहिँ हालै हेरौँ, यही ट्याक्क चाहिँ ढलान चाहिँ जम्मा लगभग 4-5 इन्चीको, 5 इन्ची छ यो ढलान होइन। अनि अब यो ढुङ्गा खाल्टे खुल्टे गरेर यो ढुङ्गा ठुल्ठुलो गरेर अनुसारले यो लगभग 4 इन्ची जतिको ढलान चाहिँ देख्छ जस्तो लाग्छ मलाई चाहिँ। तर यहाँ अगाडि त प्लास्टिक सास्टिक बिछ्याएर होइन एक साइड गरेर चाहिँ यता चाहिँ 2 साइड रहेछ। ल प्लास्टिकले छोप्या रहेछ, पानीले भिज्छ भनेर होला होइन, एकदम कायदा गरेर रहेछ। अनि ढलान त अनि पानीले भिज्यो भने त नि खतम हुन्छ नि त होइन। ल हेर यहाँ हेर नि, यहीँ नालाको ढलान यही हो नि त। अनि यस्तो नि हुन्छ है नालाको ढलानबाट ढलान लगाएर यहीँ नालाको हेरौँ न यस्तो छ। अनि माल खाता खेतेर हालेको छ होइन, छैन भाइब्रेसन मेसिन त कमसेकम ल्याएर भाइब्रेसन दिए भए त एउटा केही न केही त हुन्थ्यो होला नि, राम्रो बस्थ्यो होला नि, छोएन। अब हेर यहाँ लम हेरौँ है, यो खाल्डोमा लगभग यहाँनिर देखाएको छ लगभग 4 इन्ची। अनि कहाँ हुन्छ त यसरी त। अनि यहाँ हाइट दिएर यहाँ यस्तो हाइट छ क्या, खत्तम। ल यस्तै छ हाम्रो गाउँठाउँको काम गर्ने स्टाइल चाहिँ। तपाईँहरूको गाउँतिर कस्तो छ स्टाइल भन्नु होला, कमेन्ट गर्नु होला है त। ल अब हामी चाहिँ टक्क सिद्धेको यहाँसम्म चाहिँ यस्तो गरेर रहेछ होइन, योभन्दा मास्तिर त केही गरेकै छैन, थाहा नै छ। ल हेर्दै गर्नु होला, बाई बाई।